जीवनमा राम्रो आए पनि नराम्रो आए पनि हाम्रो दान प्रवृत्ति जाग्न सक्यो भने है, जगाउन सक्यो भने हाम्रो जीवन धन्य हुन्छ। यसमा सानो कथा भन्छु है, अनि त्यसपछि सकाइदिनु। किनभने यो बोल्यो भने त फेरि 10 बजीसम्म पनि हुन सकिन्छ, कसैको टाइम छैन, यहाँ सबै सकाउनु पर्ने हुन्छ। एकजना मान्छेलाई 7.5 दशा लाग्यो होइन, 7.5 दशा भनेको 7.5 वर्ष लाग्ने हो होइन। 7.5 दशा लाग्यो, बाटोमा जाँदै चाहिँ के भयो भन्दाखेरि दुई देशको बिचमा वार परेको। वार पर्दाखेरि त्यो वार चाहिँ पछि चाहिँ मिलिसकेपछि उसको काम छैन, सिपाहीको काम। अनि धेरै सिपाही निकाल्यो। त्यो सिपाही निकालिसकेको क्रममा चाहिँ ऊ पनि पर्यो। अब त्यसपछि घरमा जाँदाखेरि हामीलाई पनि गाह्रो भइरहेको छ, भाइ हाम्रो खेतीपातीले म तपाईँलाई पाल्न सक्दिनँ भने। त्यसपछि त्यो दाजुभाइले पनि फुकाइसक्यो। त्यसपछि एउटा जङ्गलमा जाँदाखेरि एउटा त्यस्तै एकछिनसम्म भेट भयो। एकछिनसम्म भेट हुँदा के भने भन्दाखेरि म तिमीलाई त मालामाल गर्छु, तर मालामाल गर्दाखेरि चाहिँ म तिम्रो ज्यान पनि लिन सक्छु। यदि 7.5 वर्षभित्र तिम्रो ज्यान गएन भने तिमी मालामाल हुन्छ। यदि तिम्रो ज्यान गयो भने त्यो तिम्रो शरीर मेरै भयो, तिमीले केही गर्न पाउँदैन। हस् हुन्छ, म यसमा स्वीकार गर्छु। तर चाहिँ यसभित्रमा चाहिँ तिमीलाई म लुगा एउटा दिन्छु। त्यो लुगामा खल्तीमा चाहिँ राख्दाखेरि चाहिँ पैसा जति पनि पाउँछ, तर चाहिँ तिमीले के कुरा गर्न पाउँदैन भन्दाखेरि नुहाउनु पाउँदैन, प्रार्थना गर्न पाउँदैन, देउतालाई पूजा गर्न पाउँदैन, ध्यान बस्न पाउँदैन, मुख धुन पाउँदैन, कपाल काट्न पाउँदैन, नङ काट्न पाउँदैन, त्यसो केही पनि गर्न पाउँदैन, सिवाय तिम्रो पैसाको खर्च गरेर खाने बाहेक भन्यो। अब हुन्छ, अब के गर्ने, अब मरे नखाइकन मर्नुको सट्टा यो ठिक छ भनेर भन्यो। अनि त्यो उसलाई एउटा चाहिँ कोट थियो, त्यो कोटमा चाहिँ हात हाल्दाखेरि चाहिँ पैसा तन्न। अब उसले के सोच्यो, गयो अब 3-4 दिनसम्म त उसले रमाइलो गरेर खायो। बिस्तारै नङ लामो भयो, कपाल लामो भयो, बिस्तारै ऊ बनाउँदै आयो शरीर। अनि मान्छेहरू ऊप्रति चाहिँ घृणा गर्न थाल्यो। उसले के गर्यो, खल्तीमा चाहिँ हात राख्ने असहाय पीडितलाई पैसा दिने, खल्तीमा हात राख्ने असहाय पीडितलाई पैसा दिने, खल्तीमा हात राख्ने असहाय पीडितलाई, त्यसरी दिँदै क्रममा अनि उसले के भन्छ, मेरो नाममा चाहिँ भगवानले प्रार्थना गरिदिनुहोस् है, म कम्तीमा चाहिँ म 7 वर्ष बाँचोस् भनेर मलाई भगवानले प्रार्थना गरिदिनुहोस् है, मेरो नाममा प्रार्थना गरिदिनुहोस्। के भन्ने उसले जोसुकै माग्न आयो भने उसले दिने। अब उसको चाहिँ मिठासिलो साउन्ड, उसको चाहिँ व्यवहारले गर्दा मनपर्ने, बनाएको नङ कपाल सबै लामो, मुखै नदेको हेर्दा सबै धराउने। अनि हुँदै चाहिँ 4 वर्ष कति बाँकी छ, 3 वर्ष कतिसके बाँकी छ। अनि त्यसपछि एक ठाउँमा चाहिँ उसलाई बास बसाल्छ, उसलाई राख्नै मान्दैन। उसको फोहोर पनि कारणले, बनाएको पनि कारणले, हरेक कारणले राख्नै मानेन। राख्न नमानेपछि उसले के भन्यो भन्दाखेरि म बरु तपाईँले जति भन्यो त्यति पैसा दिन्छु भने। अब मान्छे राख्ने ठाउँमा तपाईँले राख्दैन, एउटा चाहिँ घोडा राख्ने ठाउँमा चाहिँ राख्छु, तर घोडा पनि तर्सिन सक्छ है भन्यो। कति बनायो होला सोच्नु त, घोडा पनि तर्सिन सक्ने मान्छे है। अनि त्यसपछि चाहिँ हुन्छ, म जसकै होस् मलाई बास चाहियो भनेर भन्न थाल्यो। त्यसपछि उसले के गर्न थाल्यो, त्यहाँ बस्यो। तबलामा बसिसकेपछि चाहिँ अनि उसको सँगैको एउटा मान्छे चाहिँ रोइरहेको। अनि बिस्तारै गयो, अगाडि जाँदा त्यो मान्छे डरायो, बुढो साह्रै डरायो। अनि काका के भयो भन्दाखेरि साउन्ड हेर्दा त एकदमै मिजासिलो, मान्छे हेर्दा एकदम डरलाग्दो, भूत हो कि मान्छे हो ठेगानै छैन होइन। अनि के भयो भन्दाखेरि म चाहिँ यहाँ व्यापार गर्न आएको, व्यापार गर्न आउँदा मेरो यहाँको चाहिँ पैसा, मेरो सबै चाहिँ सामान चोरेर लग्यो। म अब कसरी घरमा मुख देखाउने, मेरो छोरी 3-3वटा छ, कसरी मैले गर्ने, त्यसैले म रुइराखेको, म त अब मर्छु होला, अब मलाई त दोहोरी किन्नलाई समेत पैसा छैन भन्न थाल्छ। होइन काका त्यस्तो नभन्नु, तपाईँले जति पैसा चाह्यो म दिन्छु भन्छ। अब यसले जेलमा राख्छ होला भन्छ। होइन म राख्छु, तपाईँले जति चाह्यो भने त्यति दिन्छु भनेर खल्तीबाट पैसा निकालेको दिन्छ। अनि दिइसकेपछि ऊ खुसी भयो। त्यसपछि उसले भन्छ, मेरो जेल यात्रा गराउनेबाट बचाउनेलाई मलाई चाहिँ यसलाई चाहिँ म घर लगेर मेरो छोरी 3वटा मध्ये एउटा छोरी चाहिँ म बिहे गराउन लगाउँछु भनेर लग्यो। अनि लगिसक्यो, हेर नानी हो, यसले गर्दा म जेल जानुबाट बच्यो, म यहाँ घर आउन पायो, मैले चाहिँ सामान किन्न पायो, ल कुन चाहिँ बिहे गर्ने भन्छ। जेठी चाहिँ आउँछ, यस्तो छोरीसँग के गर्छ, नाइ गर्छ। माइली आउँछ, यस्तोसँग पनि के गर्छ, नाइ गर्छ। अनि कान्छी आउँछ, मेरो बाउलाई चाहिँ
जेलबाट मुक्त गराउन सकिने, मेरो बाउलाई सहयोग गर्ने, जस्तो सुकै नराम्रो भयो भने यसको मन राम्रै होला नि। बाहिरी आकृति के हेर्ने, भित्री आत्मा हेर्नुपर्छ भनेर म बिहे गर्छु बुवा, म योसँग बिहे गर्छु भन्छ। अनि त्यसपछि ल हुन्छ भनेर ऊ गइसकेपछि अनि उसले के गर्छ भन्दाखेरि अब मेरो 3 वर्ष बाँकी छ, म बिहे गर्न सक्दिनँ, बरु चाहिँ नि हामी औँठी लाउँ भनेर औँठी लगाइदिन्छ। औँठी लगाएर ल मेरो नामबाट तिमीले प्रार्थना गर्नुहोस् गर, तर किन भन्दाखेरि यदि म 3 वर्षमा बित्यो भने तिमी आजाद भयो, यदि बितेन भने म लिन आउँछु तिमीलाई, तर मलाई प्रार्थना चाहिँ गरिदिनु भन्छ। अनि त्यसपछि त्यो बेलादेखि उसले चाहिँ नि सङ्कल्प गरेर आजबाट म चाहिँ नि सेतो लुगा बाहेक कुन पनि लुगा लाउँदिनँ, म चाहिँ नि कम्तीमा म चाहिँ नि 6 घन्टा चाहिँ नि मेरो श्रीमानको नाममा म प्रार्थना गर्छु, ध्यान गर्छु भनेर उसले हर बखत चाहिँ पूजा गर्ने, मेरो श्रीमानको चाहिँ नि छिटोभन्दा छिटो समस्या नष्ट होस् भनेर पूजा गर्ने। अनि दिदीबहिनीहरूले, दिदीहरू बहिनी त होइन, दिदीले चाहिँ नि जहिले पनि खेप्ने, खानैकन खाना नआइकन यस्तो गरे त्यस्तो गरे भन्नु थाल्यो। अनि बल्ल बल्ल उसले चाहिँ नि जाँदा 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 बल्ल बल्ल 7.5 वर्ष कटिसकेपछि त्यही ठाउँमा गयो। त्यही ठाउँमा जाँदाखेरि त्यही चाहिँ नि भेट हुन्छ। भेट भइसकेपछि अनि उसले भन्यो अब तिमी चाहिँ नि जित्यो, म चाहिँ हार्यो होइन, त्यसैले चाहिँ नि तिमीले चाहिँ नि यो कोट तिमीलाई नै भयो, तिमीले जतिखेर पनि खल्तीमा हात पठाउँदाखेरि यो पैसा तिमीले पाउने भयो, तर यो यसमा चाहिँ नि मैले कतिको ज्यान लिइसक्यो, तर तिम्रो ज्यान मैले लिन सकेन। किन थाहा छ भन्छ, होइन किन थाहा छ, तिम्रो ज्यान मैले लिन सकेन, थाहा छ भन्छ, थाहा छैन हजुर भन्छ। तिमीले आफूलाई भन्दा अरूलाई तिमीले सेवा गर्दै गयो, तिमीले प्रार्थना गर्न सकेन एउटालाई, तर प्रार्थना गर्नेले दान गर्यो होइन, तिमीले ध्यान गर्न सकेन, ध्यान गर्नेले ठाउँलाई पैसा दियो, तिमीले प्रत्येक गरिबलाई तिमीले दियो, त्यही भएर चाहिँ तिम्रो ज्यान मैले लिन सकेन है, न त लिनेवाला थियो, मैले ज्यान लिन सकेन। अनि त्यसरी भनिसकेपछि अनि ल अब तिमी चाहिँ मुक्त भयो, आजाद भयो, ल अब तिम्रो जीवनमा चाहिँ नि 7 पुस्तासम्म सम्पत्ति पाउने भयो भन्यो। त्यसपछि हजुर मेरो पहिलाको शरीर चाहिँ फर्काइदिनु भनेर भन्यो। ल त भनेर टक्क चाहिँ फर्काइदिँदा त्यो पहिलाको भन्दा सुन्दर जुन युवकको रूपमा प्रकट भयो। त्यसपछि प्रकट भइसकेपछि ऊ फेरि आफ्नो श्रीमतीलाई खोज्न गयो। खोज्न जाँदाखेरि पहिलाको चाहिँ नि त्यही जेठी उसलाई चाहिँ नाइ भनेर घृणा गरेको चाहिँ नि ओहो राम्रो केटा आयो, यसलाई फसाउनु पर्यो भनेर जान्छ। गइसकेपछि उसले मतलबै गर्दैन, माइलीले मतलबै गर्दैन। अनि कान्छीमा सडक जाँदाखेरि ऊ फेरि एउटालाई नि प्रार्थना गरिराखेको थियो। अनि त्यसपछि ऊ जान्छ, ऊ जाँदा अचम्म परेको, किन भन्दाखेरि सबैतिर रौँ आइराखेको, भूत प्रेत जस्तोसँग बिहे गरेको यति राम्रो केटा आयो, को होला भन्ने, म तिम्रै श्रीमान हो भन्दाखेरि पत्याउँदैन। अनि औँठी देखाउँछ। जब औँठी देखाइसकेपछि उसले के भन्छ, ए हो रहेछ भनेर सबै विचार भनिसकेपछि अति खुसी हुन्छ। अनि खुसी भइसकेपछि त्यो जुन दिदीहरू 2 जना चाहिँ नि दाहाले, एउटा चाहिँ झुनेर मर्छ, अर्को चाहिँ नि कुवामा खसेर मर्छ दाहाले के। अनि त्यसपछि चाहिँ नि अब त्यसरी मर्यो। मरिसकेपछि केही एकछिन आएर पुरा ढक्क गर्छ कि बाबु तिम्रो एउटा ज्यान लिन नसक्यो, मैले 2टा ज्यान लिएर मैले कभर गरेँ है। तर कारण किन भन्दाखेरि तिमीले अरूलाई सहयोग गर्दै गयो होइन, उसले दाहा गर्दै गयो, तिमीले चाहिँ सहयोग गर्दै गयो, त्यसैले तिम्रो ज्यान मैले लिएँ। अब त्यसको बदलामा मैले 2 जनाको चाहिँ द्वेष र ईर्ष्याको चाहिँ मैले ज्यान लिएँ है बाबु भन्न पर्छ है। त्यसबाट यो कथाबाट के सिक्न सकिन्छ भन्दाखेरि हाम्रो जस्तै अवस्था भए पनि एउटा दान प्रविधि मात्र जगाएको खण्डमा पनि हाम्रो जीवन उत्थान हुन्छ। 7.5 दशा होस् अथवा चाहिँ हामी के गर्छौँ, सानो पऱ्यो कि त हामीले चाहिँ एउटालाई गाली गर्न थाल्छ है, गाली गर्न थाल्छ। यो मेरो लागि राम्रोको लागि भएको हो कि नराम्रो लागि भएको हो कि विचारै गर्दैन, गाली गर्न थाल्छ। त्यसैले चाहिँ हामीले हरेकमा चाहिँ संयम गरेर होइन भन्छ नि, सुखमा चाहिँ नबाट्नु, दुःखमा नआत्नु भनेर हरेक चिजमा चाहिँ आफूले सकेको, पैसा सके कि हामीले चाहिँ आफ्नो चाहिँ कर्म सके कि जस्तो हिसाबमा पनि दान गर्दाखेरि हाम्रो जस्तो अवस्थाबाट पनि हामी पुग्न सकिन्छ भनेर यो कथाबाट बुझ्न सकिन्छ। आजलाई यति नै है। अब हामी चाहिँ